प्रख्यात मनोवैज्ञानिक अब्राहम मास्लोले सन् 1966 मा एउटा अचम्मको कुरा भनेका थिए। यदि तपाईसँग केवल हथौडा मात्र छ भने तपाईलाई संसारभरका हरेक समस्या किला जस्तै लाग्नेछन्। यसलाई भनिन्छ मास्लोको हथौडा। आज इजरायल ठ्याक्कै यही अवस्थामा पुगेको छ। उसलाई आफ्नो वरिपरि केवल किला मात्रै देखिन्छ र ऊ अन्धाधुन्ध हथौडा बजाइरहेको छ। तर के 900 दिनभन्दा लामो यो युद्धले इजरायलको हथौडा अब थाक्न लागेको हो? विश्वका यस्तै ठूला घटना सरल भाषामा हरेक दिन। आज इजरायलको शक्ति र संकट डिकोड गरौँ। संसारको सबैभन्दा छिटो दौडने जनावर हो चितुवा। तर चितुवा घण्टौँसम्म तीव्र गतिमा दौडन सक्दैन। उसले आफ्नो पूर्ण शक्ति केवल सेकेन्डका लागि मात्र प्रयोग गर्छ र शिकार समातेपछि सुस्ताउँछ। इजरायल पनि त्यही चितुवा हो जो विगत 900 दिनदेखि 100 को स्पिडमा दौडिरहेको छ। तर समस्या के छ भने उसलाई सुस्ताउने कतै ठाउँ छैन। न गज्जामा, न लेबनानमा, न इरानसँग। इजरायली सेनाको प्रविधि र बुद्धिको संसारभर तारिफ हुन्छ। तर अहिले इजरायली सेनाकै चिफ अफ स्टाफ जनरल इयाफ जमिरले सरकारलाई एउटा गम्भीर चेतावनी दिएका छन्। उनले भनेका छन् यदि युद्ध यसरी नै लम्बियो भने इजरायली सेना भित्रैबाट टुट्न सक्छन्, किनभने रिजर्भ सैनिकहरू थकित छन्। कतिपयले 7 देखि 8 पटकसम्म युद्धको मोर्चामा जानु परेको छ। सेनामा मान्छेको कमी हुन थालेको छ। अब नयाँ मान्छे भर्ती गर्न इजरायलले आफ्नो कानुन नै बदल्नु पर्ने अवस्था आएको छ। यो लडाईँ केवल सिपाहीको मात्र होइन, पैसाको पनि हो। इरानले इजरायलमाथि यस्ता ड्रोनहरू पठाउँछ जसको मूल्य केही हजार डलर मात्रै पर्छ। तर ती ड्रोन खसाल्न इजरायलले आइरन डोम वा डेभिड स्लिङ जस्ता मिसाइल चलाउनु पर्छ, जसको एउटैको मूल्य 1 लाखदेखि 10 लाख डलरसम्म पर्छ। एउटा अर्को ठुलो चुनौती इरानले अहिले क्लस्टर बम प्रयोग गर्न थालेको छ। एउटै मिसाइल हावामा फुटेर दर्जनौं साना साना बम बन्छन्। यसलाई रोक्न इजरायलको संसारकै उत्कृष्ट मानिने डिफेन्स सिस्टमलाई पनि हम्मे हम्मे परिरहेको छ। युद्धको असर केवल मोर्चामा मात्र छैन। इजरायलका आम नागरिकको जिन्दगी अहिले आलम होइन साइरनमा चल्छ। राति सुत्ने बेला उनीहरू साइरन बज्यो भने कति सेकेन्डमा बङ्कर पुगिन्छ भन्ने सोध्छन्। इजरायली मिडियामा कडा सेन्सरसिप छ। तर सत्य के हो भने जनता अब अन्तहीन युद्धबाट थाकिसकेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई 10 दिनको डेडलाइन दिएका थिए, जुन अहिले थपेर 6 अप्रिल पुर्याइएको छ। ट्रम्प सम्झौता चाहन्छन्, तर इजरायल लेबनानभित्र 30 किलोमिटरसम्म छिरेर बफर जोन बनाउन खोज्दैछ। कि इजरायल आफ्नो शक्तिको बोझले थिचिनेछ? तपाईलाई के लाग्छ? यो युद्ध अब रोकिनुपर्छ कि पर्दैन? कमेन्ट गर्नुहोला। संसारभरिमा आजलाई यति नै। हेर्दै गर्नुहोला खबर कथा। धन्यवाद।